बाक्लो आयौँ है बाक्लो माथि गयौँ तल गयौँ कता गयौँ हामी चाहिँ त्यतिखेर बागलुङ आइपुगिसकेका छौँ यो बाटो चाहिँ एकदमै चलेको बाटो मतलब यहाँबाट माथिबाट जाने हो माथिबाट हो स्योर हो तलबाट हो कालीगण्डकी पुल तल तल भएन माथि जस्तो लागेको होइन मलाई तल 10 माथि मलाई चाहिँ माथि लागिरहेको छ मैले बाजी हो ल बाजी ल माथि 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 तल हो भने तल हो के कालीगण्डकी पुल लेखा छ अनि होइन के रबिन बस्ती मामाले अनि कालीगण्डकी पुल हुँदै जानुपर्छ यो बाटो बिग्रेको अहिले त तपाईहरु भन्नुस् माथि कि तल हो ओके यो भिडियो चाहिँ खासमा डे 1 को थियो मैले राख्न बिर्सेँ र हामी माथिपट्टिकै बाटोमा लाग्यौँ जुन चाहिँ एकदमै राइट बाटो थियो अनि अलि अगाडि पुगिसकेपछि यति राम्रो ठाउँ भेटेको थियो हामीले अनि त्यहाँनिर चाहिँ गाडी पास हुनलाई चाहिँ हामी एउटा राम्रो भिडियो बनाउँ भनेर चाहिँ हामी गाडीबाट उत्रेर यो गाडी पास भएको चाहिँ भिडियो बनाइरहेको थियौँ अनि एकदम मजा लाग्यो त्यो अनि त्यसको केही क्षणपछि हामी यस्तो राम्रो हिमालको भ्यू हेर्दै रूपसे झरना हुँदै लेते आइपुग्यौँ लेते पुग्दाखेरि चाहिँ साँझ परिसकेको थियो अनि यो टाइम ल्याप्सले त झन् त्यो साँझको त छुट्टै नै एउटा मतलब रौनक जुन यो टाइम ल्याप्सले देखाएको छ सो अब चाहिँ आज तपाईँहरूलाई म डे 2 को हाम्रो भिडियो प्रस्तुत गर्न जाँदैछु भर्खर उठेको अब म बाहिर हेर्छु हिमालमा घाम पर्ने हिमालमा हिउँ कस्तो बवाल देखाइरहेको छु बाहिर त यार म भित्रै बस्छु लाग्दैन त्यो त त्यही भएर म तपाईँलाई स्वागत छ आज चाहिँ डे 1 होइन डे 2 भनौँ न डे 2 अनि भर्खर उठेको अनि यहाँनिर भ्यू हेर्नु फ्री भ्यू त कस्तो बवाल छ है यतापट्टि घाम झुल्किरहेछ अब चाहिँ हामी ब्रेकफास्ट गर्न आँटिरहेछौँ यतापट्टि कस्तो राम्रो खालको देखिरहेको छ यतापट्टि अनि त्यसपछि यतापट्टि आइसकेपछि यो कस्तो बवाल देखिरहेको छ अनि यतापट्टि यो खतरा छैन र कति बवाल यतापट्टि यो लोकेसन कस्तो बवाल देखिरहेछ ठक्क त्यो त्यहाँबाट स्केटिङ गर्ने टाइपको जस्तो देखिरहेछ यतापट्टि चाहिँ पूर्व रहेछ अनि कस्तो मजाले घाम लागिरहेछ यो साइडपट्टि यता अनि वेस्ट यता अनि अलि म चाहिँ एक तल माथि आएको छु अब यहाँबाट चाहिँ पुरै खतरा देखिरहेछ कस्तो दामी है अनि यहाँनिर चाहिँ पोल्युसन पनि छैन नि त अनि कस्तो फ्रेस एयर आइरहेछ एभ्री टाइम अनि यहाँनिर खेल्नलाई ब्याडमिन्टन होइन भलिबल खेल्नलाई रहेछ त्यहाँनिर कस्तो राम्रो ग्राउन्डहरू पनि छ फुटबल खेल्नलाई अब
यहाँनिर चाहिँ टिकटक भन्दैछ। कस्तो लागिरहेको छ रबिन, तिम्रो फर्स्ट टाइम होइन यहाँ? मुस्ताङ भनौँ अब यति अहिलेसम्म चाहिँ एकदम 2 दिन लाग्छ होला, यता हेर्नु कति नजिकै रहेछ यहाँनिर। अनि यहाँबाट सट्टै हिँडेर गयो भने पनि ए कपाल कहाँ ताने यार यो मोबाइल ल एकछिन ल डाटा हेलो ए भान्जीले थिचेर मार्ला यार मलाई। 3 जनाको सुरु 4 जना बसेपछि यस्तै हुनुहुन्छ। उतानिर कस्तो राम्रो देख्यो है कालीगण्डा किला हो त्यतै पुगिन्छ यो उताबाट गएर जानु पर्दैन। पुरानो घरहरू थियो नि त्यहाँ जानु पाएँ। हाम्रो ब्लगरले चाहिँ आज गाडी चलाउँदै भइसकेछ। ड्राइभर जिन्दगी हैन। उहाँ चाहिँ केमा टिकटक बनाउने भनेर बिजी हुनुहुन्छ। उहाँ चाहिँ अरूलाई रोस्ट हान्दैमा व्यस्त हुनुहुन्छ। रोस्टर केटा यस्तो घरको यतिर उहाँ चाहिँ एकदमै फोटोसुट हाम्रो टिकटक स्टार 2 जना फलोवर्स भएको न। हेलो मामा, तपाईँलाई ड्राइभर भएर कस्तो फिलिङ आइरहेछ भन्नुहोस्। पुरै तल मलाई त मजा आइरहेछ। तपाईँ 3-4 चोटि रोकिसक्नु भयो, चलाउन आउँदैन तपाईँलाई? आउँदैन हजुर, अनि के गर्नु, बुढी छन् छोरी छन्। गोजेडी गोजेडी गाजाको बढेर त झ्यापमा हिँड्ने नि त रक्सी खाने गोजेडी। चाहिँ हामी जान आँटेको अनि यहाँनिर खाइरहेको छौँ। म्याम हजुर कता थियो? असारको झरी थियो, पुरै बाँधेर राखेर एडप्सनलाई हालेको कसैले लिएन। अब त्यही त यही फिल्म मलाई त बाइक त डर लागेको छ नि गाडी त दिनमा बट्टा मामा नखानु है त्यो एउटा बट्टा मैले यतातिर चाहिँ यस्तो पुल रहेछ, टिनको पुल। यस्तो बाटोमा नि बस आउँछ भाइ, पत्ताउन्न मार्फा हो यो होइन। मलाई बालिनको गीत हाल्नुपर्छ मार्फाको गीत उसमा चाहिँ। तू मेरे साथ चल दिल पे जलाए जादू जाने हामी चाहिँ यतिखेर मार्फा आइपुगिसकेका छौँ र अब हामी यहाँबाट मेन भनेको मार्फाको के हो थाहा छैन, जेरी गल्ली भन्ने मात्र। मार्फाको मदिरा हो मार्फाको मदिरा। अनि मार्फा चाहिँ यस्तो छ, भ्यू यस्तो छ। हामी चाहिँ अघि नै होटेलबाट निस्केका थियौँ, तर मेरो फोन चाहिँ उतै होटेलमा छुटेछ। अनि म र रबिन फेरि होटेल गएर अनि मोबाइल लिएर आएको थियौँ। अनि अरू चाहिँ सबै जेरी गल्ली पुगेको भनेर भन्दै थिएँ, तर अब हामी चाहिँ जेरी गल्ली खोज्दैछौँ। जेरी गल्ली भनेर चाहिँ हामी स्वस्ति चौकी पुगेछौँ। अनि अब हामी यतातिर जाँदैछौँ। राम्रै हिँडाइ हुँदैछ।
हो भन्छ हो रक्सी है बोलिरहे एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधी हेर न यो चाहिँ लुक्ने गल्ली हो रबिन लुक्दैछन् ल अब चाहिँ हामी यहाँनिर के ड्रेस हो यो शेर्पा ड्रेस मामा मलाई कस्तो देखिरहेछ दामी देखेँ सबैले दामी देखेर छु दामी देखेँ मैले चाहिँ अहिले के ड्रेस लगाएको छु ल के छ बुढाबुढी हो मुस्ताङतिरै ग्याङ ग्याङ मुस्ताङमा पछाडि ड्रेस हुँदैछ यस्तै छ दाइ यस्तो छ सब घुमघाम छ होइन अब ट्याक्कै दाइ एउटा भान्जा त्यहाँ उभिरहेछन् यहाँ भाइ हिँड्दैछ हाम्रो मुस्ताङमा ग्याङ ग्याङ मुस्ताङमा सबजना शेर्पा ड्रेसमा चट्ट ह्यान्डसम भएर राम्रो भएर हिँडिरहन् होइन म चाहिँ ड्रेस बिनै छु है गाइज मलाई चाहिँ मन लागेन ड्रेस लाउनु यस्तै हो भिडियो सिडियो लाइन वाइज लाइनबद्ध रूपमा यहाँ भिडियो खिच्नुपर्ने रहेछ है जेरी गल्लीमा चाहिँ लाइनबद्ध रूपमा कसले खिच्ने हो यता म पनि जेरी गल्लीतिरै छु नमस्कार सुस्वागतम जाडो भयो पानी त हो ल हाम्रो भिडियो सिडियो सिद्धियो होइन अब यता आउँदैछ नि यस्तै छ मस्ताङतिर केटाहरू ग्याङ ग्याङ मस्ताङमा स्क्रु गर्दै मस्ट्याङमा मामा चाहिँ हल्का रुसल्यान्डमा रुसल्यान्डमा भरे गएर हान्नु पर्छ ज्याब भएर होइन ज्याब भएर हिँड्नुपर्छ अब यस्तो छ हाम्रो चाहिँ हामी चाहिँ यतिखेर कागबेनी आइपुगेका छौँ कागबेनीमा अब यहाँ होटेल खोज्न आँटिरहेको छौँ कस्तो के छ भने तर यहाँनिर चाहिँ
होटेलहरू छन् तर अब हेरौँ कहाँ बस्ने भनेर। अब चाहिँ हामीले गाडी यहीँ राखेका छौँ अनि यहाँबाट होटेल बुझ्न जान्छौँ। होटेल बुझ्न गइसकेपछि अनि पछि सामान निकाल्न आउँछौँ। त्यही अनुसारको व्यवस्था होला फेरि प्याकेजहरू नाम पो हो त बार पनि हो रे। उ त्यो होटल साङ्ग्रिला हो वाउ बार पनि वाउ त्यो राम्रो के कस्तो छ वाउ यहाँ कस्तो खतरा, यहाँ कस्तो खतरा यहाँनिर। मिस नेपाल आउनुहोस् तपाईँलाई मेरो होटलमा ओके स्वागत छ। ओके हामीले एउटा होटेल हेरेको छौँ त्यो जुन चाहिँ खासै त्यहाँ त अड्दैन हो रबिनले लात्ताले हान्ने मामा भन्ने पो उता ओके। सुत्दा त कम्फर्टेबल सुन्नुभयो रबिनले लात्ताले हानेर रबिनले सुत्न एकजनाले यो त बोर्डमा हामी 60 जना सुते यार त्यो मलाई ल्यापटप पनि चलाउनु पर्ने हुन्छ हल्का। ठ्याक्क अलिकति अब ठिक्कको दुईजनालाई चाहिँ होला क्या अप्ठ्यारो। जोडेको तिनवटा हाउस भयो। ओके यस्तो ठिक्क ठिक्कको दुई दुईजना अट्ने भयो ठिक छ ओके मैले बुझेँ यसलाई म समर्थन गर्छु चलो। हामी अर्को होटेलमा आएछौँ हेर्नलाई। अब यहाँ के छ भन्ने कुरा हो त्यता चाहिँ ठिक ठिकै उसको पनि ओपिनियन छ रे रुम यस्तो रहेछ अनि यहाँ चाहिँ अब 5 जनालाई चाहिँ ठिक हुन्छ है 5 जना ठिक हुन्छ तर यतापट्टि पनि राम्रो छ यतापट्टि नि 5 जनालाई अट्छ तर हामी चाहिँ अब हिजो जस्तो सुतेका थियौँ त्यस्तै यहाँनिर सुत्छौँ यसलाई चाहिँ जोइनिङ गराएर तर भ्यू चाहिँ देयर इज नो भ्यू ओके एउटा दुइटा ब्ल्याङ्केट चाहिँ थप्नुपर्छ भन्ने कुरा छ। अब चाहिँ हामीले यो पछाडिको होटेललाई चाहिँ बुक गरेका छौँ अनि अब हामी सामान लिन जान आँटिरहेका छौँ। हामी खाना खान आँटिरहेका छौँ खाना खाने ठाउँ चाहिँ एकदमै राम्रो छ कस्तो दामी छ वाउ। अहिले चाहिँ हामी कागबेनीमा छौँ भोलि चाहिँ हामी मुक्तिनाथ जाने कुरा छ अनि कस्तो लागिरहेछ हाम्रो अहिलेसम्मको ब्लग हेर्दाखेरि तपाईँलाई कमेन्ट गरिदिनु होला कल पनि गरिदिनु होला उसलाई। मलाई चाहिँ केही पनि त आएन कहाँ कहाँ जाने हो सबै यहाँनिर सल्लाह गर्दै हुनुहुन्छ यसो गर्नु कमेन्ट गर्नुहोस् कहाँ कहाँ जानुपर्छ हामी त्यही जान्छौँ। डाइरेक्ट मुक्ति नाच्छौँ अनि त्यसपछि आउँदाखेरि त्यहाँ ब्रेकफास्ट खाम त्यही सेल्फी डाँडामा छ ब्रेकफास्टहरू हजुर ब्रेकफास्टहरू खान सेल्फी डाँडामा छ त्यहाँ त केही पनि छैन केही त्यही पनि छैन यतिकै फोटो मात्रै होइन अनि सेल्फी डाँडा जाऊँ अनि त्यसपछि दुम्बा लेक जाऊँ वाउ अनि दुम्बा लेकबाट अलि एकछिन जोमसोममा झरेर मलाई ओके अब चाहिँ हामी खाना खाँदैछौँ एकदमै दामी देखिरहेछ। यो होटलको नाम के हो त्यो चाहिँ इन्डोमा भन्छौँ अहिले थाहा छैन हामीलाई थाहा नभइकन नै छिरेको हौँ होटलको नाम थाहा छैन एकदम राम्रो त्यहाँ सबैजना भेज सबै भेज नै हो सबै भेज खाँदैछु त्यो खाना चाहिँ एकदम बवाल देखिरहेछ। अब म खाना ट्राई गर्न आँटिरहेको छु कस्तो छ भनेर। कागबेनीमा ठाउँ चाहिँ अलिकति अक्वर्ड टाइपको देखिन्छ बस्ने ठाउँ चाहिँ एउटा मध्येमा एउटा चाहिँ राम्रो देखाएको छ यो खाना कस्तो छ हेर यो चाहिँ भेज खाना हो है यसमा के छ स्याउ छ है एकदम स्पेसल उता पर चाहिँ स्याउको अचार पनि थियो उता चाहिँ स्याउ नै छ स्याउ छ। तपाईँको रात्रि कसरी सुरु भयो आज चाहिँ मेरो रात्रि चाहिँ यसरी आफ्नै घरको करेसा बारीमा फलेको यो साग काँचो साग हो यो जुन कोरियन साग हो र संसारको जुनसुकै क्षेत्र जुनसुकै कुना जुनसुकै सयौँ बिल्डिङको तलामाथिबाट हेर्दै हुन्छ भने नि मामाको भ्लगमा आएर कमेन्ट गर्नु होला रितेशको
अनि आमाको मुख हेर्ने दिनमा किन आमाको मुख हेर्दैन किन यहाँ आमा बाउ नभएको सबै आमा बाउ नहुने यहाँ पिण्ड धेरै मुखमा जान्छ अनि बाजे बजै नभएको बत्ती बाल्ने एकदम राम्रो हुन्छ कि हाम्रो मामा माइसु बत्ती चाहिँ कहाँनिर बाल्ने यही हो 2 मिनेटको बाटो हो भोलि बिहानै उठेर अनि बत्तीहरू बालेर अनि सम्झिने के त्यसपछि क्यामेराको ब्याट्री सकियो त्यसपछि हामी सबैजना रुममा गएर सुत्यौँ अनि भोलिपल्ट बिहान हामी मुक्तिनाथ जानको लागि हामी बेलुका अलि चाँडै सुतेको थियौँ बिहान चाँडै उठ्नुपर्ने भएको कारणले गर्दाखेरि सो यही हो डे 2 को भिडियो चाहिँ इन्डिङ गर्न चाहिँ पाइएन त्यही पनि तपाईँहरूलाई म अब डे 3 मा भेट्नेछु आजको लागि यति नै तपाईँहरूलाई म अर्को भिडियो भेट्नेछु बाई बाई